नमस्कार। कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद शाहज्यू यतिखेर हुनुहुन्छ। उहाँसँग म सोध्न चाहन्छु, हिजो मात्र मध्य प्रदेशका मुख्यमन्त्री माननीय सतीश सिंहज्यूले कलैया उपमहानगरपालिकाभित्र रहेका निजी तथा सरकारी अस्पताल त्यस्तै निजगढको अस्पतालहरूको पनि छड्के अनुगमन गर्नुभयो र त्यसमा छड्के अनुगमनका क्रममा उहाँले मापदण्ड नपुगेको भन्दै विभिन्न 12वटा अस्पतालहरूलाई बन्द गर्ने हिजो पत्र नै दिनुभयो। तर एकाएक आजै कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद शाहले ती सम्पूर्ण अस्पतालहरू खोल्नलाई निर्देशन दिनुभएको छ। मेयर साहब, के हो तपाईले हिजो मुख्यमन्त्रीले बन्द गराएको मापदण्ड पूरा नहुँदै तपाईले खोल्न लगाएको भन्ने कुरा आयो, किन खोल्न लगाउनु भयो? सगिरजी नमस्कार। यो हिजो मैले पनि सुने, हाम्रा चिफ मिनिस्टर आएर अस्पताल अनुगमन गर्नुभयो। मैले तपाईलाई के भन्न खोजेँ भने यो स्थानीय निकाय नेपाल सरकारले हामीलाई तेस्रो सरकार रूपमा दिएको छ, मान्य दिएको छ र हामीलाई 15 संहिताको बोर्डको बेडको अधिकार, 15 संहिताको बेडको अधिकार नेपाल सरकारले नै हामीले स्थानीय निकायलाई, स्थानीय तहलाई दिएको छ कि 15 संहितासम्म हामीले उसको मापदण्ड पूरा गरी हामीले अधिकारलाई दिने, अनुमति दिने। हामीले जति कलैया उपमहानगरपालिकाका निजी अस्पताल जुन 15 संहिताको भित्रमा पर्छ त्यसको हामी परीक्षण कालमा हामी 1 वर्ष 6 महिना 3 महिना मापदण्ड पूरा गरी हामीले उसलाई नियुक्ति पत्र अनुमति पत्र दिने हो। अहिले मात्र हामीले परीक्षण कालमा हामी दिएको हो, अहिले अनुमति हामी लाइसेन्स दिएको छैन। तर एकाएक हाम्रा माननीय चिफ मिनिस्टरजी एकाएक हामीले जानकारी नगराइकन, जसले अनुमति दिएको छ त्यसले जानकारी नगराइकन आफ्नो अस्पताल जो उहाँको मातहतमा पर्छ, प्रदेश सरकारको अस्पताल, सदर अस्पताल उहाँ नहेर्ने, कलैया अस्पतालमा लवारिस अवस्थामा छ नहेर्ने, शनिबार कुन हिसाबले अफिसै बन्द भएको बेलामा कुनै अफिसियल थिएन तर छड्के गर्नुभयो। ठिक छ, हस्पिटलमा जानुभयो, शनिबार अहिलेसम्म तपाईँ हेर्नु भएको छ ड्रेस लगाएको कोही हस्पिटलमा बसेको? म अहिलेसम्म हेरेको छैन। तर जुन शनिबार उहाँले हिजो जुन छड्के गर्नुभयो त्यसमा शनिबारको डाक्टरहरू सबैजना ड्रेस लगाएर बसेका छ। यो जानकारी गराएर आएको होइन त। यो कलैया नगरपालिकामा हाम्रा जति निजी अस्पतालहरू छन् 15 संहिताको भित्र, त्यो हाम्रो अनुमतिले भएको हो। त्यो कुनै प्रदेश सरकार, केन्द्र सरकारले होइन, केन्द्र सरकारकै नियम कानुनले हामी उनीहरूलाई मापदण्ड भित्रमा बसी हामी सञ्चालन गर्न दिएको हो र त्यो पनि परीक्षण कालमा दिएको हो। अब भएको चिफ मिनिस्टरको त्यसमा कुनै मापदण्डमा कमी हेरियो, त्यहाँको हाम्रा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिवहरूलाई केही कमी देखियो भने त्यो मलाई पत्रचार गर्नुपर्ने। तपाईले यो अनुमति दिएको हस्पिटललाई यो मापदण्ड कमी भएको छ, त्यो चाहिँ तपाईँ पूरा गराउनको लागि तपाईले रिक्वेस्ट पनि गर्न सक्नुहुन्छ, अनुरोध पनि गर्न सक्नुहुन्छ, निर्देशन पनि दिन सक्नुहुन्छ। तर मलाई दिनुपर्छ। त्यस्तो कार्य गरिएन भने 7 दिनभित्रमा त्यो हस्पिटल बन्द गराउनको लागि तपाईले निर्देशन गरेर मलाई चिठी दिनुपर्ने। आफै एउटा चिफ मिनिस्टरले चिठी लेटर लेखेर दिइदिया छ, त्यो हामीले मान्य छैन। मैले बिहानदेखि नै सबै हस्पिटल बन्द गराइदिया छु, खोलवाइदिया छु। अर्को कुरा, हस्पिटल चाहिँ बन्द गराइदिनु भयो र प्राइभेट नम्बर चाहिँ दिइदिनु भयो। मलाई पर्सि कुरा गर्ने के को प्राइभेट नम्बर दिएको हो, के कुरा गर्ने? जब बन्द गरिसकेका छ भने त्यो आफ्नो मापदण्ड पूरा गरेर नगरपालिकाको अधीनमा भएको अनुमति दिएको मान्छेसँग मापदण्ड पूरा गराउनु पर्छ कि प्राइभेट उहाँको अधिकार छ र 15 संहिताको अनुमति दिने? त्यो अधिकार स्थानीय निकायलाई हो। त्यस कारणले मैले आजै बिहान सबै डाक्टरले बोलाएर तपाईहरु सेवा जुन ठप्प गर्नुभएको छ, बन्द गर्नुभएको छ, तुरन्त अहिले 1 घण्टाभित्रमा खोलिएन भने म यहाँबाट अनुमति पत्र खारिज गरिदिन्छु भनेर निर्देशन दिए। हस्, धन्यवाद। ल।